सपना देखिबस्छ। म्याडमलाई लागेको रहेछ यो सबै महिला फोनमा बिजी देख्दा तुलाई देखाइयो सबै टिकटक बनाउने हजुर लु मेरो फोनबाट बनाऊ। अब हाम्रै प्रमोसन हुने किनेर बनाउने र बनाऊ हजुर सबैको बनाऊ। म्याडमलाई लागेको रहेछ यो सबै महिला सक्षम हुन्छन् अनि हुन्छ भनेर। तर महिलाहरूलाई त नीति नियम त्यस्तै भएकाले बनाइदिए जस्तो मात्र गरेका हुन्। बाबु कहिले छ पर हेर्नु नि
बाँड्न सिक्नुपर्छ। प्रभु यो के सुन्नु पर्यो नि? खाना बनाउन सिक्नुपर्छ, घर हेर्न सिक्नुपर्छ, काम बाँड्न सिक्नुपर्छ। प्रभु यो के भन्दै हुनुहुन्छ? चिन्ता नगर, घर बाँडिएको होइन, घर चलाउने शैली चाहिँ परिवर्तन भएको हो। पहिला तिमी घर बाहिर मात्र हेर्थ्यौ। नेपालको पहिलो महिला प्रधानमन्त्रीद्वारा आम निर्वाचन सफल भएको छ। पट्टान गाउँपालिकाका महिला उद्यमीद्वारा हाते सिप सिलाइ कटाइ सम्बन्धी 1 महिना तालिम सम्पन्न भएको छ। कोरोना महामारीका कारण बन्द भएको जुत्ता कारखाना पुनः सञ्चालनमा ल्याई जुत्तालाई अन्तर्राष्ट्रिय बजारमा ब्रान्ड बनाउन सफल
बरु हेर्नु